साथीहरू नमस्कार। लोकसेवा आयोगको नयाँ सिलेबसको बारेमा कतिजनालाई त थाहा भइसक्यो होला र कतिजनालाई थाहा छैन भने चाहिँ हजुरहरू यो भिडियो हेर्नु होला। र साथीहरू पहिला चाहिँ हामी ब्याङ्किङ रिलेटेड नै एमसिक्यूको प्र्याक्टिस गर्थ्यौँ भने अहिले चाहिँ पुरै यो चेन्ज गरिदिएको छ। हजुरहरू ब्याङ्किङ तथा निजामतीको लागि नै एउटै बनाइदिएको छ सिलेबस प्रिटेस्टको लागि। प्लस पहिला 40 मार्क्समा पास हुन्थ्यो भने अहिले चाहिँ 45 मार्क्स राखिदिएको छ। अनि अब चाहिँ हामीले जिकेहरूमा धेर ध्यान दिनुपर्ने हुन्छ। पहिला चाहिँ ब्याङ्किङ स्टुडेन्टहरूले जिके स्किप गरेर अरू पढ्ने गर्नुहुन्थ्यो भने अहिले चाहिँ म्याक्सिमम् जिकेमा फोकस गर्नुपर्छ, जुन चाहिँ एउटा माइनस पोइन्ट भएको छ ब्याङ्किङ स्टुडेन्टको लागि। अरू सेक्टरभन्दा ब्याङ्किङ स्टुडेन्टको लागि चाहिँ एकदमै माइनस पोइन्ट देखिरहेको छु म। सो अब जे नियम छ त्यो त पालना गर्नै पर्छ। र यो सूचना प्रकाशन भएको मितिभन्दा अगाडि खुलेको भ्याकेन्सीहरू जस्तै एडिबिएल एनबिएलहरू खुलेको थियो हो, त्यसको चाहिँ तपाईँहरूले प्रिटेस्ट दिन पाउनुहुन्छ बेग्ला बेग्लै। तर यो सिलेबस यो सूचना पछाडि खुलेको भ्याकेन्सीहरूमा चाहिँ हजुरहरूले एउटा मात्रै प्रिटेस्ट दिन पाइन्छ र त्यसमा पास भयो भने जुन पनि सेक्टरको सेकेन्ड पेपर दिन पाइयो। तर यदि फेल भयो भने चाहिँ प्रिटेस्टमा हामी चाहिँ 1 वर्षभरि कुनै पनि एक्जाम दिन नपाइने भनेर चाहिँ सूचना निकालेको छ। अब मेहनत चाहिँ धेरै गर्नुपर्ने हुन्छ। कतिजनाले त प्रिटेस्टको लागि तयारी गरिसक्नु भएको हुन्थ्यो होला, स्पेसली राष्ट्रिय वाणिज्य ब्याङ्कको प्रिटेस्टको लागि तयारी गरिसक्नु भएको हुन्थ्यो होला। अब बिचमा आएर फेरि सिलेबस चेन्ज भयो, धेरैजनालाई नराम्रो लागिरहेको होला। अब के गर्नु होइन साथीहरू, यस्तै हो। सो अब फेरि गिभअप गर्नु भएन, फेरि पढ्नु पर्यो। र आज चाहिँ हामीले आजको भिडियोमा चाहिँ विश्वको भूगोलको बारेमा केही नोट्सहरू लिएर आएका छौँ। सो हेरिदिनु होला, हजुरहरूलाई युजफुल हुनसक्छ। आजको भिडियोमा चाहिँ हामी विश्वको भूगोल भन्ने टपिक हेर्नेछौँ, जसभित्र हामीले के पढ्नुपर्छ भन्दाखेरि महादेश, महासागर, अक्षांश, देशान्तर, पर्वत श्रृङ्खला, नदी र तालहरूको बारेमा पढ्नुपर्ने हुन्छ, जसबाट 3-4वटा क्वेसन आउन सक्छ। सो ध्यान दिएर हेर्नु होला। सो फर्स्ट क्वेसन रहेको छ, भूगोलका पिता भनेर कसलाई चिनिन्छ? अप्सन 1 हेरोडोटस, अप्सन बी एडम स्मिथ, अप्सन सी इराटोस्थेनिस एन्ड अप्सन डी माइकल फराडे। सो यसको राइट एन्सर रहेको छ अप्सन सी इराटोस्थेनिस। अब यहाँ नोटमा चाहिँ पृथ्वीको सतहमा पानी बाहेक जमिनले ढकेको भागलाई महादेश भनिन्छ। पृथ्वीको कुल क्षेत्रफलको 29.2% भाग जमिनले ओगटेको छ। उक्त जमिनलाई 7 महादेशमा विभाजन गरिएको छ। अब पृथ्वी चाहिँ पानी र जमिनले मिलेर बनेको छ र पानी भएको ठाउँलाई महासागर भनिन्छ भने जमिन भएको ठाउँलाई महादेश भनिन्छ। र जम्मा 5वटा महासागर छन् भने 7वटा चाहिँ महादेश रहेका छन्। यो फिगरबाट चाहिँ हजुरहरू मजाले क्लियरिफाई हुनु है त। जम्मा एउटा पृथ्वी छ, पृथ्वी चाहिँ केले बनेको छ भन्दाखेरि जमिन र पानीले बनेको छ। अनि पानी भएको ठाउँलाई चाहिँ महासागर भनिन्छ, जमिन भएको ठाउँलाई महादेश भनिन्छ। र 7वटा महादेश, 5वटा महासागर चाहिँ रहेका छन्। सुरुमा चाहिँ हामी महादेशहरूका बारेमा हेर्छौँ, त्यस पछाडि महासागरका बारेमा पनि पढ्नेछौँ। सो 7वटा महादेश के रहेछन् भन्दाखेरि एसिया महादेश, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका, अन्टार्कटिका, युरोप, अस्ट्रेलिया। त्यसै गरी महासागरमा चाहिँ प्रशान्त महासागर, आन्ध्र महासागर, हिन्द महासागर, कुमेरु र सुमेरु महासागर रहेको छ। अब चाहिँ हामीले यो एसिया, दक्षिण अमेरिकाहरूमा चाहिँ कति यसको पर्सेन्टहरू कति के छ, सबभन्दा सानो महादेश कुन हो, ठुलो महादेश कुन हो, दोस्रो महादेश कुन हो, त्यसरी पनि पढ्नुपर्ने हुन्छ। सो अब चाहिँ हामी पहिला महादेशहरूको बारेमा क्वेसन एन्सर एमसिक्यू क्वेसन एन्सर प्र्याक्टिस गरौँ, अनि त्यस पछाडि चाहिँ महासागरतर्फ लागौँ। अब यहाँ क्वेसन नम्बर 2 रहेको छ, विश्वमा जम्मा कतिवटा महादेशहरू रहेका छन्? अघि हामीले हेऱ्यौँ कतिवटा रहेका छन्। यसको एन्सर त सबैजनालाई थाहा नै होला, 7वटा। सो थर्ड क्वेसन रहेको छ, पृथ्वीको सतहमा पानी बाहेक
जमिनले ढाकेको भागलाई के भनिन्छ? अघि मैले भनेको थिएँ नि, पृथ्वीमा जम्मा दुईटा कुराले बनेको हुन्छ, पानी र जमिनले। पानी भएको ठाउँलाई महासागर भनिन्छ भने जमिन भएको ठाउँलाई के भनिन्छ? महादेश भनिन्छ। यस, गुड एन्सर, राइट एन्सर। त्यस पछाडि क्वेसन नम्बर 4 रहेको छ, दुई महादेशमा फैलिएका देशहरू कतिवटा रहेका छन्? सो दुई महादेशमा फैलिएका देशहरू चाहिँ दुईटा रहेका छन्, रसिया र टर्की हुन्। त्यसै गरी अब चाहिँ हामीले महादेशहरूको क्षेत्रफल र जनसङ्ख्या पनि हेर्नुपर्ने हुन्छ। र यो जुन 4399900 छ नि, यो हजुरहरूले नहेर्ने, हजुरहरूले चाहिँ पर्सेन्टेजको मात्रै नोटिस गर्ने पढ्ने है त। सबैभन्दा थोरै क्षेत्रफल भएको महादेश कुन हो, धेरै क्षेत्र भएको महादेश कुन हो भनेर पनि सोध्न सक्छ। र जनसङ्ख्या नभएको महादेश कुन हो भनेर पनि सोध्न सक्छ। जस्तै यहाँ जनसङ्ख्यामा यहाँ एन्टार्क्टिकामा छैन नि त, हो त्यसैले हो यो चाहिँ तपाईँहरूले मजाले पढ्नु होला होइन, याद गर्नु होला। एसियामा चाहिँ 29.92% क्षेत्रफल रहेको छ भने 59.4% चाहिँ जनसङ्ख्या रहेको छ। त्यसै गरी अफ्रिकामा 20.2% क्षेत्रफल रहेको छ भने 17.6% चाहिँ जनसङ्ख्या रहेको छ। हो, अब यसरी नै यही आधारले हेर्दै पढ्नु होला। धमाधम क्वेसन हेरौँ। क्षेत्रफलको आधारमा सबैभन्दा सानो महादेश कुन हो? क्षेत्रफलको आधारमा है त। सो सबभन्दा सानो भनेको त 5.3 हो नि त। सो कुन रहेछ? अस्ट्रेलिया रहेछ। क्वेसन नम्बर 6, क्षेत्रफलको आधारमा तेस्रो ठुलो महादेश कुन हो? अहिलेको चार्ट हेर्नु होला। यो चाहिँ हो उत्तर अमेरिका। क्वेसन नम्बर 7, एसिया महादेशले कति प्रतिशत भूभाग ओगटेको छ? 29.92%। मानिसहरू नभएको महादेश तलको मध्ये कुन हो भनेको छ अन्टार्क्टिका हो। अघि हजुरहरूले हेर्नुभयो होइन। सबैभन्दा थोरै जनसङ्ख्या भएको महादेश, सबैभन्दा थोरै क्षेत्रफल भएको महादेश भनेर अघि हामीले अस्ट्रेलिया भनेको थियौँ। अब क्षेत्रफल नै थोरै छ भनेर जनसङ्ख्या पनि थोरै हुन्छ। सो स्ट्रिक लाउनु होला, यसको एन्सर रहेको छ अस्ट्रेलिया। क्वेसन नम्बर 10 र 11 चाहिँ धेरै पटक आएको छ लोकसेवा एक्जाममा। सो एकदम बेबी आइरहेको छ। न्यू वर्ल्ड नयाँ संसारको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? उत्तर अमेरिकालाई चिनिन्छ। अँध्यारो महादेश डार्क कन्टिनेन्ट भनेर चाहिँ अफ्रिकालाई चिनिन्छ है। त्यसै गरी भूपरिवेष्टित राष्ट्र नभएका महादेशहरू कतिवटा रहेका छन् भनेर क्वेसन आयो भने 3वटा रहेका छन्। के भन्दा अमेरिका, अन्टार्क्टिका र अस्ट्रेलिया। के अरे? अमेरिका, अन्टार्क्टिका र अस्ट्रेलिया। त्यसपछि क्वेसन नम्बर 13 हेरौँ। सबैभन्दा धेरै भूपरिवेष्टित अघि थोरै थियो भने अहिले चाहिँ धेरै भूपरिवेष्टित राष्ट्र भएको महादेश कुन हो भन्यो भने त्यसको एन्सर युरोप हो। क्वेसन नम्बर 14, एसिया महादेशमा जम्मा कति भूपरिवेष्टित राष्ट्रहरू रहेका छन्? एसियामा कतिवटा रहेका छन् भन्यो भने 12वटा। अब यहाँ हल्का नोट पनि हेर्नु होला। युरोपमा, एसियामा, अफ्रिकामा कतिवटा छन्, ठुलो सानो पनि यहाँ लेखिदिएको छु। हजुरहरूले चाहिँ नोट डाउन गरेर रिड गर्नु होला। र आजको लास्ट क्वेसन चाहिँ रहेको छ, एसिया महादेशको सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कुन हो भनेको छ। कुन रहेछ त एसियाको? हेर्नु त, ठुलो काजाख्स्तान र सानो अर्मेनिया। सो यसको राइट एन्सर रहेको छ काजाख्स्तान। सो साथीहरू, आजको लागि यति नै। भेटौँला यसको पार्ट 2 भिडियोमा। त्यति दिनसम्मको लागि नोट बनाएर लर्न गर्नु होला है त।